समग्रमा त यो प्रतियोगितालाई सम्पन्न गर्नलाई जुन साथ सहयोग हामीलाई राज्यको हरेक निकाय देशमा 2.5 महिना अगाडिको जुन घटनाक्रम थियो त्यसपछि प्रतियोगिता हुने नहुने कुरामा पनि धेरै क्वेसन्सहरू आएका थिए। सुरक्षा सम्बन्धी एकदमै प्रायोरिटीमा हामीले धेरै मिटिङहरू पनि गऱ्यौँ। त्योभन्दा अगाडि चाहिँ फेरि पूर्वाधार लास्ट इयर एमपिएल आयोजना गरिसकेपछि जुन क्रेज देखियो त्यसपछि सरकारलाई पनि मलाई लाग्छ अब चाहिँ स्टेडियम बनाउनुपर्छ है भनेर बजेट को भनौँ न अब जसरी प्रयोग भयो मलाई लाग्छ मार्चमा अन्तर्राष्ट्रिय वुमेन्स ट्रायङ्गल सिरिज सकिसकेपछि 5 महिनाको बर्खाको दौरानमा चाहिँ ग्राउन्ड तयार भयो। फ्लड लाइट्सहरू पहिलोचोटि इतिहासमा अब भनौँ न खडा भए। अब म एउटा ठुलो खेलाडी भएकोले गर्दा फ्लड लाइट्समा कहिले खेल्ने हो भन्ने एउटा ठुलो सपना सोच विचार थियो। तर दोस्रो संस्करणमा त्यो पनि पुरा भयो। र हामीले साथ सहयोग गर्ने हुने हाम्रो स्पोन्सर्स, टिम ओनर्स, सुरक्षा निकायका हरेक युनिटहरू, त्यसपछि क्यानको भनौँ न बोर्ड सङ्घ, क्रिकेट सङ्घले एउटा अठोट गरेर आज हामी नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय जगतमा स्ट्याब्लिस गर्न सक्छौँ भन्ने जुन आँट हामीले देखाएको थियो त्यो आँटलाई साथ सहयोग गर्ने टिम ओनर्स लगायत एभ्री स्टेक होल्डरले यसरी हामीलाई सपोर्ट गरिदिनु भएको छ। सबैलाई हृदयदेखि नै क्रिकेट सङ्घको तर्फबाट धेरै धेरै धन्यवाद। सचिवको हिसाबले भन्दा पनि तपाईँ एउटा टुर्नामेन्टको अर्को जिम्मेवारी फरक जिम्मेवारीमा पनि हुनुहुन्छ एनडिएलको होइन। बिचमा अब विवाद रहित त भएन यो टुर्नामेन्ट पनि सुरुवातदेखि अन्तिमसम्म र यार्डहरूका कुराहरू पनि आयो, अरू कन्ट्रोभर्सीका कुराहरू पनि आयो। त्यो कुराहरूलाई चाहिँ कसरी तालमेल मिलाएर अगाडि बढ्छ? अब यस्तो हुन्छ, अब यो क्रिकेट प्रतियोगिता र खेलकुद समग्रमा हाम्रो जुन संरचना छ त्यो संरचनामा नेपाल क्रिकेट सङ्घले चाहिँ एमपिएल लगायत अरू अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गरेर चाहिँ हामी आत्मनिर्भर हुने एउटा प्रयास गरिरहेका छौँ। अब हामी अलिकति बढी एक्साइटेड पनि हुन्छौँ भनौँ न कि भर्खर दोस्रो संस्करणमा प्रवेश गर्दैछौँ। एनपिएल बाहेक पनि अरू धेरै प्रतियोगिताहरू छन् जसमा हामीले धेरै फोकस गर्नुपर्ने छ। तर एनपिएल चाहिँ एउटा सबैको लागि एउटा महत्त्वपूर्ण प्रतियोगिता के गर्नु यसमा जोडिएका आर्थिक स्रोत, साधन, टिम, जति पनि सम्बन्धित निकायहरू हुनुहुन्छ त्यसले गर्दाखेरि मेबी अब यो प्रतियोगिताले खेलकुदप्रतिको दृष्टिकोण, खेलकुदमा गर्नुपर्ने लगानीहरू, खेलकुदमा भनौँ न प्रयोग गर्नुपर्ने कानुनहरूमा पनि होइन अलिकति खुकुलो हुँदिने हो भने, किनकि क्रिकेट सङ्घले हामीले गैर कानुनी काम गर्छु भनेर हामी कहीँ अगाडि बढेको छैन, गैर कानुनी काम गरेका पनि छैनौँ। क्रिकेट सङ्घले आफ्नो क्षमता र आफ्नो भनौँ न अब नियम कानुन, आफ्नो विधान, आफ्नो विनियमले आफ्नो भनौँ न कार्यविधिहरूबाट सकेसम्म क्रिकेटलाई चाहिँ एउटा प्रोफेसनल युनिट, एउटा खेल मात्र नभएर इन्डस्ट्री बनाउनुपर्छ भन्ने सोच विचार चाहिँ अगाडि बढाएको छौँ। अब यसमा चाहिँ मलाई लाग्छ अब अहिलेलाई पोजिटिभ र नेगेटिभ साइड्स दुइटै हेर्दाखेरि अब हामीले सुधार्नुपर्ने कुराहरू छन्, धेरै छन्, हामी स्वीकार्छौँ। अब अहिले दोस्रो संस्करणमै हेर्दाखेरि त के फिल भयो भने सायद त्यो ग्राउन्डै अब सानो भइसक्यो हाम्रो, किनकि मान्छेलाई त्यो समेट्नको लागि पुरा देश भनौँ न ग्राउन्डभित्र छिर्न सक्ने, ग्राउन्डबाट जुन प्रेसर नेपाल क्रिकेट सङ्घले म्यानेज गरिरहेका थियौँ हामी, प्लस अब म एउटा फर्मर क्रिकेटर, अहिले सचिव भएर पनि यो अब क्रिकेट सङ्घको सचिव, फर्मर क्याप्टेन, पूर्व खेलाडी, त्यसपछि हो भने एनपिएल गभर्निङको एउटा भनौँ न संयोजक भन्ने भन्दा नि हामी आफूले एउटा ट्यागमा बढी सीमित राखेका छौँ कि होइन। जिम्मेवारी जति नेपाल क्रिकेट सङ्घको सचिवको छ त्यतिकै जिम्मेवारी नेपाल क्रिकेट सङ्घको अध्यक्ष, कोषाध्यक्ष लगायत समग्र बोर्ड मेम्बर्सहरू सबैले पनि यसको भूमिका बुझेर यो खेल्ने गर्न सक्ने जुन एउटा क्षमता देखाएको छ त्यसलाई भनौँ न ग्लानी गर्दै आफूले गर्न सक्ने जति पनि कुराहरू छन्, स्ट्रेन्थ विकनेसलाई एनालाइज गर्दा चाहिँ हामी अहिले राम्रो अवस्थामा पुग्ने एउटा बाटोहरू बनेको छ जस्तो लाग्छ। अहिलेको लागि हाम्रो लागि जुन माया, जुन स्नेह हाम्रो क्रिकेट फ्यान्सहरू, हाम्रो स्टेक होल्डर्सहरूले जसरी दिनुभएको छ त्यसलाई निरन्तरता दिने क्रममा हामी अझ जिम्मेवारबद्ध भएर समग्र नेपाली क्रिकेट फ्यान्स लगायत समग्र हाम्रो क्रिकेटसँग सम्बन्धित हरेक स्टेक होल्डरलाई चाहिँ आग्रह र अझ झकझकिएर अगाडि बढ्नुपर्छ भन्ने प्रतिबद्धता र सोचका साथ अगाडि बढ्नु हुन अनुरोध पनि गर्न चाहन्छु। खेलाडीहरूको प्रदर्शनको हिसाबले कुरा गरौँ, यो टुर्नामेन्टमा नेपाली खेलाडीहरू र यङ ट्यालेन्टहरू पनि धेरै राम्रो देखिएको छ, त्यसलाई चाहिँ कसरी? अब क्रिकेट भएपछि पर्फर्मेन्स हुनु स्वाभाविक हो, पर्फर्मेन्स नहुनु पनि स्वाभाविक हो होइन। त्यसैले अहिलेको लागि अब विश्वकप
अब लगभग 1.5-2 महिना जति बाँकी छ। नेक्स्ट फोकस विश्वकपमै छ। त्योभन्दा अगाडि महिला विश्वकप क्वालिफायर पनि छ, हामी आयोजना गर्दैछौँ। त्यसैले अब नेपाली प्लेयर्सले पर्फर्म गर्यो, विदेशी प्लेयरले गरेन भन्नुभन्दा पनि अहिलेलाई समग्रमा एउटा नेपाल क्रिकेट र नेपाल क्रिकेटसँग जोडिएर, जस्तो विदेशी खेलाडी राम्रो खेलाडी आउनुभयो, ठुल्ठुला प्लेयर्सहरूसँग हाम्रा घरेलु क्रिकेट खेलाडीहरूले ड्रेसिङ रुम सेयर गर्ने मौका पाउनुभयो। अब यो नै मलाई लाग्छ नेपाल क्रिकेटको जित हो कि त्यो रन्स कति हान्यो भन्दा पनि फर इक्जाम्पल आज शेरमनलाईकै कुरा गर्दाखेरि जनकपुर बोर्ड्सबाट उहाँहरूले लास्ट इयर टुर्नामेन्ट जित्नु भएको थियो, फेरि उहाँ रिलिज हुनुभयो। आज यो सिजन लुम्बिनी लायन्समा आएर जितेर अर्थात् उत्कृष्ट प्रदर्शन पनि गर्नुभयो होइन। त्यसैले अब यो स्टोरिजहरू भनेको चाहिँ के छ भन्दाखेरि राम्रो प्रदर्शन गर्दाखेरि ओहो राम्रो भयो भने अलिकति राम्रो प्रदर्शन हुन्छ टिमको खेलाडीको आलोचना बढी पनि हुनु त्यो स्वाभाविक पनि हो। तर अहिलेलाई समग्रमा मलाई लाग्छ एउटा नेपाली खेलाडीको लागि योभन्दा ठुलो प्लेटफर्म छैन विश्व जगतमा आफूले स्ट्याब्लिस गर्नको लागि। र लेट्स होप यो एक्सपिरियन्सहरू खेलाडीहरूले बटुलेर आगामी दिनमा यो खेललाई एउटा संस्कारको रूपमा स्थापित गर्न अगाडि बढ्नेछ। जस्तो यसैमा जस्तो विनोद भण्डारीले चाहिँ एउटा खेलपछि चाहिँ उहाँले अलिकति गुनासो जस्तो यो राम्रो प्रदर्शन गरेर मात्रै हुँदैन, नेसनल टिममा पर्ने कुरा चाहिँ अलिक फरक छ भन्ने टाइपको अलिक टिप्पणी गर्नुभएको थियो होइन। जस्तो यो पर्फर्मेन्स गर्ने कुरा र नेसनल टिममा पर्ने कुरा चाहिँ अलिकति फरक हो। अब राष्ट्रिय क्रिकेट टिमको पर्फर्मेन्स हेर्ने हो भने अब समग्रमा टिमले राम्रै प्रदर्शन गर्दै आएको छ। अब प्लेयर्सहरूले गरेको टिप्पणीप्रति हामी धेरै भनौँ न उहाँहरूले किन भन्नुभयो कसो भन्नुभयो भने त्यसको एउटा प्रोसेस छ होइन। त्यसैले गर्दा अहिलेको लागि एटलिस्ट अब उहाँहरूले राम्रो प्रदर्शन गर्नुभयो योपालि होइन। त्यसैले राम्रो प्रदर्शन गरिसकेपछि कुनै पनि खेलाडीको लागि ढोका बन्द छँदैन छैन। मलाई लाग्दैन कि भनौँ न म 10 वर्ष आफै नेपाल टिमको क्याप्टेन हुँदाखेरि 20, 21, 19 वर्ष 15, 17, 19 खेल्दाखेरि राम्रो खेलाडीले मौका नपाएको भने कमै थिए। त्यसैले गर्दा उहाँ त एउटा एक्सपिरियन्स खेलाडी हो, नेपाली क्रिकेटले यहाँसम्म पुर्याउन ठुलो योगदान गर्नुभएको खेलाडी पनि हो। त्यसैले अब एउटा उहाँको एउटा स्टेटमेन्टलाई यसलाई भनौँ न अब क्रिकेट टिम सेलेक्ट हुने आधार के हुन् भन्ने कुरामा चाहिँ कहिले काहीँ क्रिकेट टिम एउटा व्यक्तिगत कुनै पनि इन्डिभिजुअल या पर्फर्मेन्सहरू भन्दा पनि एउटा समग्रमा त्यो टिमले चाहेको मागेको कुराहरू के हुन्छन् ती कुराहरूले पनि धेरै कुरा डिटर्मिन गर्छ। तर अहिलेलाई उहाँले गरेको प्रदर्शनले उहाँ लगायत मलाई लाग्छ हरेक खेलाडीको लागि ढोका खुल्ला छ राष्ट्रिय टिमसम्म आउनको लागि र राष्ट्रको लागि खेल्नको लागि। जस्तो नेसनल टिममा रहेका खेलाडीहरूको जुन खालको पर्फर्मेन्स भयो नि तपाईँले त्यो आन्सर गरेर चाहिँ मिल्दैन। तर अब बन्ने नेसनल टिम अथवा T20 वर्ल्ड कपमा नेपाली खेलिरहँदाखेरि चाहिँ नयाँ खेलाडीहरूको सम्भावना तपाईँ एज अ प्लेयर फर्मर प्लेयरको हिसाबले देख्नुहुन्छ? मैले क्रिकेट छोडेकै यी सबबाट टाढा हुनको लागि हो। किनकि मैले क्रिकेट प्रशासनमा छु। मेरो जिम्मेवारी भनेको खेलाडीहरूको लागि एउटा भविष्य निर्माण गर्ने एउटा महत्त्वपूर्ण भूमिकामा छु। क्रिकेट टिमको सेलेक्सनको बारे यसमा हाम्रो सेलेक्सन कमिटी हुनुहुन्छ, मुख्य प्रशिक्षक कोच क्याप्टेन हुनुहुन्छ। रिजल्ट राम्रो आउँदा सबै राम्रो देखिन्छ, नराम्रो आउनुसार आलोचना पनि भइ नै हुनु स्वाभाविक पनि हो। त्यसैले खेलको भनौँ न अब ब्युटी अफ स्पोर्ट्स पनि यही नै हुन्छ होइन। त्यसैले अहिलेको लागि लेट्स ब्याक आउट टिम जो पनि सेलेक्ट हुनुहुन्छ वर्ल्ड कपको लागि उहाँहरू देशको प्रतिनिधित्व गर्नुपर्ने छ। 15 जनालाई साथ सहयोग र समर्थन गर्नुपर्ने हामी सबैको जिम्मेवारी हो। प्रदर्शन राम्रो र नराम्रो गरेको खण्डमा सेलेक्सन कमिटी लगायत सबैले त्यही अनुसार निर्णय गरिसकेपछि एउटा पोइन्ट गइसकेपछि आफैमा पनि यो भनौँ न सेटल हुँदै जाने कुरा हो। सो अहिलेको लागि विश्वकपमा जो पनि सेलेक्ट हुनुहुन्छ या विश्वकप लगायत पनि अरू जुन प्रतियोगिताहरू हामी गराउने क्रममा छ होइन। त्यसैले अहिलेलाई पुरुष क्रिकेट मात्र नभइकन महिला क्रिकेटको पनि महत्त्वपूर्ण प्रतियोगिताहरू आइरहेका छन्। त्यसैले त्यसलाई पनि अब ध्यान दिँदै हामी अगाडि बढ्दै नेपाली क्रिकेटलाई अझ राम्रो बनाउन नेपाल क्रिकेट सङ्घ अगाडि बढिरहेका छौँ। जस्तो यसपटक केही ठुला नामहरू आउनुभयो विदेशबाट होइन, जस्तो फाब्रिक प्लेसेसदेखि लिएर कमेन्ट्रीको रूपमा इन्डियाबाट आकाश चोपडा पनि आउनुभयो जसले तपाईँको बारम्बार कुराकानी नेपालमा कसरी आए भन्ने कुरामा भन्नुभयो। जस्तो यो बिचमा नेपालमा आएका विदेशीहरूसँग क्यानको औपचारिक रूपमा खेलाडी भए पनि अथवा अरू भूमिकामा आए पनि उहाँहरूले यो प्रतियोगिताको बारेमा केही फरक कुराकानी गर्नुभयो? अब गजबको रेस्पोन्स पाएका छौँ राष्ट्रिय अन्तर्राष्ट्रिय कम्युनिटीबाट होइन। अब यसको निरन्तरता रहिरहोस्। मैले भने नि बनाउन जति गाह्रो छ बिगार्न त्यत्तिकै सजिलो पनि छ। त्यसैले आज क्रिकेटको एउटा चाम छ, क्रिकेटलाई माया गर्ने। तर मलाई क्रिकेटले चाहिँ एउटा सायद राज्यलाई पनि अब एउटा सन्देश दिएको हो कि खेलकुदमा चाहिँ लगानी गर्नु पर्यो है भनेर। मलाई लाग्दैन कुनै पनि खेलमा लागेका जति पनि हाम्रो अरू खेलका खेलाडीहरू पनि छन् उहाँहरूमा क्षमताको कमी हो। तर कमी के को भन्दाखेरि कन्फिडेन्स, उहाँहरूको अपब्रिङ्गिङ, उहाँहरूलाई ग्रुमिङ कसरी भइरहेछ, यी सब कुराहरूमा फोकस गर्दै अगाडि बढ्ने हो भने चाहिँ आइएम स्योर अब हामी मेहनती छौँ। तर नेपालीहरू हामी मेहनती
प्रगति सँगसँगै हामीलाई स्ट्रक्चरको एउटा एकदम महत्त्वपूर्ण जरुरी छ। अहिले नेपाल क्रिकेटकै कुरा गर्नुभयो भने स्ट्रक्चर अझ बनिसकेका छैन। एनपिएल दोस्रो संस्करण भयो, राम्रो भयो, माया पायो, तर सायद अब एनपिएलले यो अब भनौँ अब स्ट्रक्चरको कुरा गर्दाखेरि लगानी एकदम महत्त्वपूर्ण एस्पेक्ट हो। अब लगानीलाई प्राथमिकतामा राखेर क्रिकेट सङ्घ लगायत अरू खेलकुद सङ्घहरूले राज्यले पनि प्राथमिकतामा राखेर 5 महिनामा 10,000 र भनौँ न क्यापासिटी भएको फ्लड लाइट राख्न सकिन्छ भने अर्को 6-7 महिनामा यदि कामै गर्ने हो भने गर्न सकिन्छ भने धेरै कुराहरू चाहिँ क्रिकेट टिमले दिएको रिजल्ट्सको कारणले गर्दा पनि सायद एउटा नेसनल युनिटी र दोस्रो संस्थामा जसरी सक्नुपर्छ भन्ने यो प्रोजेक्टमा जोडिएको हरेक व्यक्ति हरेक सङ्घ संस्थाको पनि उत्तिकै भूमिका थियो भन्ने लागेको छ। अहिलेलाई समग्रमा नेपाली क्रिकेटलाई जुन माया, नेपाललाई जसरी नेपाली क्रिकेटले चिनाउने एउटा चिनो नेपाली क्रिकेट भएको छ, यसलाई अझ व्यवस्थित गर्दै जिल्ला प्रदेश केन्द्रमा क्रिकेटमा लागेर आफ्नो भविष्य सुरक्षित गर्न सक्ने आधारहरू बनाउनु पर्ने छ। त्यसको लागि समय लाग्नेछ र अहिलेलाई सायद हामी अब त्यो गन्तव्यमा अगाडि बढिरहेको छौँ भन्ने हामीलाई अब बिस्तारै फिल हुन थालेको छ। वर्ल्ड कप अगाडि कुनै टेस्ट टिमसँग औपचारिक रूपमा घोषणा गर्नेछु भइसकेपछि जस्तो नि अब अलिकति अन्त्यमा मेरो चाहिँ जस्तो अब एकदमै क्यानलाई पनि तपाईँहरू पनि पछिल्लो समय एकदमै धेरै जुधेको विषय यो चाहिँ दर्शकले टिकटै पाएन, एकदमै सोल्ड आउट भयो, चाँडो सोल्ड आउट भयो, कालोबजारी भयो भन्ने खालको अब हुन त अब यसले दिने मेसेज के हुन्छ तपाईँहरूलाई पनि जस्तो अब हिजो पनि एक खालको विवाद टाइपको आएर चाहिँ होइन यो चाँडोभन्दा चाँडो चाहिँ भयो, आँखा झिमै गर्दाखेरि सोल्ड आउट भयो, कसरी सम्भव छ भन्ने टाइपको। अब यो चाहिँ तपाईँहरूले कन्भिन्स गर्नुपर्ने विषय हो कि होइन, अथवा तपाईँहरू आफैले पनि काहीँ डाउट छ कि छैन तपाईँहरूलाई? अनि यस्तो सुन्नुहोस्, फर्स्ट अफ अल खल्ती हाम्रो टिकटिङ पार्टनर खल्ती आइएमई, त्यसपछि जुन ट्राफिक र जुन नेटवर्क थियो टिकट त्यसमा इट वुड हेभ बिन भेरी डिफिकल्ट फर एनी सिस्टम टु सर्भाइभ होइन। अब हामी हिजो आइसिसीकै पनि वर्ल्ड कपको टिकट खुलेको थियो, त्यो पनि सिस्टम भनौँ न अब ब्रेक भयो भने हामी न्युजहरूमा पढ्यौँ होइन। त्यसरी अहिलेलाई अब दर्शकको चाहना यति धेरै थियो ग्राउन्डमा आएर टिकट लिएर म्याच हेर्नको लागि। हामीसँग 8,500-9 हजारको टिकट प्लस हामीले डिस्ट्रिब्युट गर्नुपर्ने पासेसहरूको एउटा सङ्ख्या थियो। अनि त्यसमा अब त्यो सिस्टम त जो सिस्टम पनि क्रास हुनु नै थियो, तर यसमा हामीले कुनै पनि क्रिकेट फ्यानलाई वञ्चित नगरेका छौँ न गर्ने पनि छौँ। अब यसमा चाहिँ के हुन्छ भन्दाखेरि सायद अब क्यापासिटी बढाउनै पर्छ भनेर मैले अघि पनि भनेकै थिएँ। क्रिकेट सङ्घको जिम्मेवारी भनेको हामी नेपाल क्रिकेट सङ्घ हो। नेपाल क्रिकेट सङ्घ जति नेपाल क्रिकेट सङ्घको एउटा पदाधिकारीको हो त्यत्तिकै भनौँ न नेपाल क्रिकेटसँग जोडिएको एउटा मिडियाकर्मी लगायत एउटा क्रिकेट फ्यान लगायत एउटा सामान्य मान्छे नै क्रिकेटलाई माया गर्नुहुन्छ, उहाँको पनि जिम्मेवारी उत्तिकै छ। त्यसैले हामीले जति सक्दो एउटा राम्रो सिस्टम अभियसली बनाउनु पर्ने छ। सुधार गर्ने पक्षहरू यो मात्र धेरै छन् होइन, तर पनि त अब अहिले लिमिटेड स्रोत साधनबाट हामी आफ्नै बलबुतामा अलिकति उठ्या छौँ अहिले। त्यसैले अब हामीले टिकटको मूल्यहरूको विषयमा पनि अलिकति आलोचना गर्यो, तर ती मूल्य भनेको नेपाल क्रिकेट सङ्घको खातामा जाने पैसा हो। तर त्यो खातामा आएको पैसाले नै भोलि भविष्यमा हामी सानो भाइ बहिनीलाई एउटा ब्याट बल लिएर तिमीहरू क्रिकेटमा लागेर आफ्नो भविष्य सुरक्षित गर्न सक्छौ भन्ने खालको माहौल भन्न सक्छौँ। त्यसैले त्यति महँगो पनि गरेका छैनौँ जस्तो लाग्छ हामीलाई होइन। तर अब 24 दिनसम्म 1,000 रुपियाँ दिएर 5,000 अलिकति गाह्रो त हुने हो। अब सकेकोहरूले ग्राउन्डमा आएर साथ गरिदिनु भयो, नसकेकोहरूले देश विदेशबाट हामीलाई समर्थन गरिदिनु भयो। सम्पूर्णलाई क्रिकेट सङ्घको तर्फबाट र एउटा भनौँ न अब क्रिकेटमा हामीले अहिले यो नेपाल क्रिकेट सङ्घले गरेको पहल, नेपाल क्रिकेट सङ्घले गरेको एउटा प्रयासलाई जसरी समर्थन गरिदिनु भएको छ, सबैलाई हृदयदेखि नै धन्यवाद भन्न चाहन्छु।